हेलो हेलो वेलकम छ मेरो मिनी ब्लगमा। फेरि पनि आज म छोटो मेरो मिनी ब्लग लिएर आएको छु। आजको मिनी ब्लग चाहिँ के छ भन्दाखेरि आज चाहिँ हामी हाइकिङ जाने भनेर हिँडेको। हाइकिङ जाने सल्लाह गरेर हाइकिङ चाहिँ माथि तारेभिरसम्म जाने कुरा छ। हेरौँ अब कहाँसम्म जान सकिन्छ। अनि म बाटोमा जाँदैछु। अनि म चाहिँ माथि सिजनहरूभन्दा अलिक छिटो पुगेका थिएँ, त्यही भएर उनीहरूलाई पर्खिरहेको छु। उनीहरू पनि फाइनली आउँदैछन् पर म उनीहरूलाई पर्खिरहेको छु। अनि सिजनका लागि मैले बाटोमा एउटा फुल टिपेर लगेको थिएँ, उसलाई दिनुलाई म चाहिँ त्यहाँ बसिरहेको छु। उनीहरू पनि आयो, मैले उसलाई फुल दिएँ, फुल दिएर आई लभ यु भन्दैछु। अनि त्यस्तै भन्ने क्रममा फेरि हामी लाग्यौँ, हामी जाँदैछौँ सबैजना हाइकिङको लागि। बाटोमा हिँडिरहेछौँ भ्लग बनाउँदै। सबैले हेरिदिनु होला है, कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला। गर्मीले बिहाल्छौँ, हेर्नु होला यस्तो छ। बल्ल बनाऊ आधी घन्टादेखि 2 घन्टादेखि कुनै साथीहरू पनि मन पर्दैन। के अरे भन त। ट्रेनिङ जाँदाखेरि त्यो के टिकटमा भन्छ एक्साइटेड हुन्छ अरे, फर्स्टमा चाहिँ रमाइलो हुन्छ। 2 घन्टापछि थाकेपछि कुनै साथीहरू पनि मन पर्दैन। साथी त्यस्तै हुन्छ होला एकछिनपछि। तिम्रो कुरालाई चाहिँ मैले एकदम ओरिजिनलमा राख्दै हो अरे ल। तिम्रो कुरालाई चाहिँ म एकदम ओरिजिनलमै राखिदिन्छु। भन्नु है पछाडिको गाइजहरूको केही छ भने कुरा। एकछिन हिँड्दै हामी एकदम थाकिसक्यौँ गाइजहरू, तर यतिको नराम्रो पनि छैनौँ है। यो यसमा यस्तो कालो देखाउँछ कि कस्तो देखाउँछ कि छ्या। हेलो, यस्तो दामी छ भन्दै सानो तितो मिठो कुराहरू गर्दै गर्दै हामी हिँडिरहेको छौँ। एकदम रमाइलो भइरहेछ। मौसम पनि राम्रो रहेको छ। आजको बाटो पनि राम्रो थियो। हामी जाँदैछौँ जङ्गलको बाटो हुँदै हुँदै। भिडियो चाहिँ कोही तेर्छ कोही ठाडो भएछ है, त्यही केही छैन। यस्तै मैले बिर्सिहालेछु उ गर्नलाई, ठाडो भिडियो बनाउन। कोही बनाएछ कोही तेर्छ बनाएछ, युट्युबको लागि चाहिँ तेर्छ नै गुड हुँदो रहेछ। तर पनि केही छैन। यहाँ अनि त्यसपछि फुपूहरू दिदीहरूसँग, फुपू र दिदी चाहिँ स्कुटरमा आउनुभएको थियो। अनि फुपूहरूसँग नै भेट भयो। अनि मैले सबैले हेलो भन्नु भनेर हिँड्दैछौँ। हामी उकालोमा जाँदैछौँ। सबैले हेरिदिनु, माया गरिदिनु होला है, सब्सक्राइब गरिदिनु होला भन्न चाहे। अनि माथि पुग्यौँ। हामी माथि पुग्ने क्रममा त्यसरी जुस खाने कुरा भयो। हामी जुस चेस गरेर खाँदैछौँ। त्यसपछि जुस खाएर फेरि लाग्यौँ हामी उकालो जाँदैछौँ। उकालो हाम्रो अगाडि कुकुर पनि हिँड्दैछ, हाम्रो बडीगार्ड हो चाहिँ। अनि माथि पुगेर त्यसपछि नाचगान गर्ने कुरो भयो। नाचगान गर्दा गर्दै पानी पर्यो। पानी परेर यस्तो छ हाम्रो हालत चाहिँ है। पानी पर्दै एक्कासी पानी नि सानो परेको भए पो कुरै नगरौँ। पानी परे पनि मौसम चाहिँ राम्रो थियो। अनि हामी भिडियो सिडियो बनायौँ, फोटोसोटो खिच्यौँ। हामी माथिसम्म पुग्ने स्थिति रहेन पानी परेको कारणले। त्यसपछि हामी आधी बाटोबाटै फर्किने कुरो गऱ्यौँ। अनि पानीमै भए पनि हाम्रो फुपू चाहिँ एकदम जाँगरिलो हुनुहुन्छ, नाच्या हुनुहुन्छ फुपू चाहिँ। छमछम लाएर पानी पऱ्यो नि हामीले पानीलाई टेरिनौँ, नाच्दैछौँ छम्म लाएर। तर ठाडो भिडियो बनाएकोले सानो देखिरहेछ। यसलाई मैले ठुलो पार्न नि जानिनँ है। मैले जानेको यति नै हो है। सकेसम्म चाहिँ बनाउने कोसिस गरेको, तर भएन, केही छैन। अनि हामी झर्ने क्रममा बाटोमा हेर्नु कस्तो राम्रो कुहिरो ओरिरहेको थियो। अनि म चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु। पानी परे पनि मौसमको हालत चाहिँ यस्तै छ गाइजहरू, हेरिदिनु होला। खोला बगिरहेछ बाटोमा, यस्तो छ बाटोको हालत। त्यही पनि हामी नटेरिकन हिँडिरहेछौँ। फुपू आउँदै हुनुहुन्छ, भिडियो बनाउँदै हेर्नु कस्तो राम्रो झर्ना झरिरहेछ त्यहाँ। पानी परे पनि गुड छ मौसम जे जस्तो भए पनि फाइनली हामी पुगेर फर्किनु सम्भव भयौँ।
यति भन्दै आजको मेरो मिनी ब्लगलाई यही अन्त्य गर्न चाहे है। कोही भोइसमा कोही ओरिजिनलमा टक्क मिलाएर बनाएको छु। खासै आउन त आउँदैन, त्यही पनि जस्ट सिक्ने क्रम जारी छ। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, सबैजनाले सब्सक्राइब गरिदिनु होला भन्दै आजको मेरो मिनी ब्लगलाई यही अन्त गर्न चाहे। बाई बाई गाइजहरू, टेक केयर अल अफ यु।